भर्खरै दसैँ मनाएर खुसी भएका नेपाली जनताहरूलाई नेपाल क्रिकेट टिमले फेरि पनि खुसियाली दिएको छ। अहिले चलिरहेको आइसिसी टी20 वर्ल्ड कप 2026 क्वालिफायरमा नेपालले कुवेतलाई हराएर हामी नेपाली क्रिकेट समर्थकहरूलाई खुसी दिलाएको हो। उक्त गेममा कुशल भुर्तेलले शानदार 50 हानेका थिए र बलिङ पनि उनको धेरै राम्रो थियो, तर उनका ओपनिङ पार्टनर आसिफ शेखले भने राम्रो खेल्न सकेनन्। उनी 7 बलमा एलबिडब्ल्यू आउट भए। त्यसैगरी अरूले पनि ओडिआई इनिङ खेलिरहेका थिए, तर गुलसन झाले लास्टमा आएर शानदार पर्फर्मेन्स दिएका हुन्। बलिङमा भने चाहिँ सबै हाम्रो बलरहरूले शानदार पर्फर्मेन्स दिनुभएको छ। सोमपाल कामी, नन्दन यादव, दिपेन सिंह ऐरे, रोहित पौडेल, सन्दीप लामिछाने, ललित राजवंशी सबैले शानदार पर्फर्मेन्स दिएर नेपाललाई जित दिलाउनु भएको छ। उक्त म्याचमा कुशल भुर्तेल म्यान अफ द म्याच भएका छन्। त्यसैगरी नेपाल ग्रुप बी को टपमा रहन सफल भएको छ। धन्यवाद। भिडियो हेर्नको लागि द स्टम्प्स टक्सलाई फलो गर्नुहोस्।